जय मसीह। आजको कक्षाको शीर्षक रहेको छ करारको सन्दुक बिनाको मन्दिर। करारको सन्दुक बिनाको मन्दिर। आजको परमेश्वरको वचन यिर्मया 3 अध्यायको 16बाट हामी पाठ गर्नेछौँ। ती दिनमा जब तिमीहरू देशमा खुब बढेर फैलनेछौ तब मानिसहरूले फेरि कहिले परमप्रभुका करारको सन्दुक भनी भन्ने छैनन्। परमप्रभु भन्नुहुन्छ। त्यसको विचार तिनीहरूका मनमा आउने छैन, त्यसको सम्झना नै हुने छैन, त्यसको अनुपस्थितिको केही ख्याल रहने छैन, त्यो जस्तै अर्को फेरि कहिले बनाइने छैन। यो परमेश्वरको वचन हो। आमेन। यदि मैले छोटकरीमा मन्दिरहरूको इतिहास भन्नु पर्यो भने पहिलो मन्दिर चाहिँ हामीले त्यो पालमा बनाइएको पवित्र स्थान थियो र दोस्रो चाहिँ सोलोमनले बनाएको मन्दिर थियो। अनि सोलोमनको मन्दिर चाहिँ 586 ईसा पूर्वमा बेबिलोनीहरूले दक्षिणी यहुदा राज्यलाई आधिपत्य जनाउँदाखेरि उनीहरूले नष्ट गरेका थिए। अनि पछि गएर फारसको समयमा, फारस राज्यको समयमा हामीलाई थाहा छ इजरायलका मानिसहरू फर्केर आएका थिए र उनीहरूले त्यो मन्दिरको पुनर्निर्माण गरे, जसलाई यरोबामको मन्दिर भनेर भनिन्छ, यरुबाबेलको मन्दिर भनेर भनिन्छ। अनि यो चाहिँ कहिले सम्पन्न भएको थियो? सजिलो छ सम्झिनलाई, 70 वर्ष। तपाईँलाई 70 वर्षको याद होला। 586 ईसा पूर्वमा हामीले 70 वर्ष घटाइदियो भने कति बाँकी हुन्छ? 516। 516 ईसा पूर्वमा चाहिँ यरुबाबेलको मन्दिरको निर्माण सम्पन्न भएको थियो। र जब हामी नयाँ करारको समयमा आउँछौँ, यो करिब 20 ईसा पूर्वमा एउटा महान पुनर्निर्माणको काम भएको थियो। फेरि त्यति बेला यरुबाबेलको मन्दिरलाई कसले गरेका थिए त? त्यो राजा हेरोदले। त्यही कारणले गर्दा त्यति बेलादेखि त्यसलाई हेरोदको मन्दिर भनिन थाल्यो। तर त्यो त्यही मन्दिर हो जसमा चाहिँ अलिकति सुधारको काम गरिएको थियो। एकदम धेरै सुधार, धेरै पुनर्निर्माण सुधारको काम गरिएको थियो र यसलाई हेरोदको मन्दिर भनियो, तर त्यो यरुबाबेलको मन्दिर नै थियो। अब हामी करारको सन्दुकको बारेमा चाहिँ विचार गर्नेछौँ आज। करारको सन्दुक कहाँ थियो त? सोलोमनको मन्दिरमा पवित्र स्थानभित्र थियो है। तर यरुबाबेलको मन्दिरमा भने त्यहाँ करारको सन्दुक थिएन। त्यसैले हामी आज करारको सन्दुकको बारेमा विचार गर्नेछौँ। त्यसैले आजको पहिलो बुदामा हामी करारको सन्दुकको निर्माणलाई हेर्नेछौँ। करारको सन्दुकको निर्माण। मोसा चाहिँ सिनै पर्वतमा 8 पटकसम्म आरोहण गरेको थिए भन्ने हामीलाई थाहा छ। र उनको यो 6औं पटकको आरोहण जुन चाहिँ तेस्रो महिनाको 8औं दिनदेखि चौथो महिनाको 17औं दिनसम्म भएको थियो। त्यति बेला उनी त्यो पर्वतमा 40 दिनसम्म बसेका थिए र त्यहाँ उनले व्यवस्था पनि प्राप्त गरे। अनि त्यसपछि गएर उनले यो पवित्र स्थान को पाल बनाउने ढाँचा पनि प्राप्त गरे है। त्यति बेला यी सबै कुरा लिएर उनी फर्केर आउँदाखेरि के भयो त? त्यति बेला तल इजरायलका मानिसहरू त उनीहरू एउटा बाछोको मूर्ति बनाएर त्यहाँ पुरा पूजा आराधना गरिरहेको देखे। यो देखेपछि उनको हातमा बोकिरहेको त्यो 2वटा 10 आज्ञाका पाटीहरूलाई उनले तल झारेर फुटाइदिए। त्यसैले अब यो 6औं पटकको आरोहणबाट फिर्ता आइसकेपछि, अब यो घटना भइसकेपछि मोसा फेरि पनि सिनै पर्वतमाथि चढे। उनी त्यहाँ फेरि गए। अनि यो बारेमा हामीलाई थाहा छ है। यो उनको यो 7औं आरोहण चाहिँ चौथो महिनाको 18औं दिनमा सुरु भयो र यो 5औं महिनाको 28औं दिनमा उनी त्यहाँबाट फेरि फर्केर आएका थिए। अब यति बेलाको 40 दिनसम्म चाहिँ उनले के गरे त? अन्तर्विन्ती गर्ने काम गरे। कसको लागि उनले अन्तर्विन्ती गरे त? उनले इजरायलका मानिसहरूलाई उनीहरूको पापबाट क्षमा दियोस् भनेर उनले अन्तर्विन्ती गरे। त्यसपछि उनी त्यहाँबाट ओर्लेर आए है। र उनको 8औं पटकको फेरि आरोहण भयो। यो 8औं पटकको आरोहण चाहिँ कहिले सुरु भयो त? 5औं महिनाको 30औं दिनमा है। अनि यो कहिलेसम्म भयो त? 7औं महिनाको 10 दिनसम्म। 8औं महिनाको 5औं महिनाको 30औं दिनमा उनी माथि चढे र 7औं महिनाको 10औं दिनमा उनी फर्केर आए। त्यति बेलाको
आरोहणमा चाहिँ के भयो त, यति बेलाको आरोहणमा परमेश्वरले फेरि त्यो दुईवटा ढुङ्गाको पाटीमा उहाँले त्यो आज्ञालाई लेखिदिनु भयो। तपाईँले यहाँ ध्यान दिएर हेर्दै हुनुहुन्छ भने एउटा कुरा तपाईँले देख्न सक्नुहुन्छ, यो 5औं महिनाको 29औं दिनलाई चाहिँ छुटाइएको छ। अब तपाईँले हेर्नुभयो भने 7औं आरोहण 5औं महिनाको 28औं दिनमा सकिएको छ, फर्केर आएको छन्, र 8औं आरोहणको लागि 5औं महिनाको 30औं दिनमा उक्लिएको छन्। यो 5औं महिनाको 29औं दिन चाहिँ छुटेको हामी यहाँ देख्न सक्छौँ। यति बेला के भयो त, पहिलो कुरो परमेश्वरले मोसालाई दुईवटा ढुङ्गाको पाटी काट्न लाउनु भयो। योभन्दा अगाडि उहाँले नै दिनुभएको थियो, अब उहाँले काट्न लाउनु भएको छ। दोस्रो चाहिँ के भयो भने, यदि हामीले प्रस्थान 25 अध्यायको 10 र 11 पदमा पढ्यो भने, तिनीहरूले बबुल काठको एउटा सन्दुक बनाउन्, त्यसको लम्बाइ 2 हात आधा, चौडाइ 1 हात आधा र उचाइ 1 हात आधाको होस्। तैले त्यसलाई निखुर सुनले मोर्नु, भित्र बाहिर तैले त्यसलाई मोर्नु, त्यसको चारैतिर सुनको बिट बनाउनु है। परमेश्वरले यहाँ मोसालाई यो करारको सन्दुक बनाउन लाउनु भयो। यो चाहिँ काठबाट बनेको थियो है। अनि यो चाहिँ पहिलो पटक यो करारको सन्दुकको निर्माण चाहिँ पहिलो पटक गरिएको थियो। अनि यो करारको सन्दुक बनिएको मिति चाहिँ कहिले थियो, 5औं महिनाको 29औं दिनमा। यो चाहिँ हामीले हेर्यौँ भने मानिस जातिको इतिहासमा यो पहिलो पटक यो करारको सन्दुकलाई चाहिँ 5औं महिनाको 29औं दिनमा बनाइएको थियो। र यो हामीले देख्ने यो पूर्ण रूप यसले लिइसकेको थिएन। यो चाहिँ पहिलो चरणमा बनेको थियो यो करारको सन्दुकको। अनि यो करारको सन्दुकको यसरी सुरुवात भएको मिति चाहिँ कहिले थियो त भन्दा 5औं महिनाको 29औं दिनमा। अनि जब मोसा चाहिँ 8औं चोटिको आरोहण गर्नको लागि त्यो सिनै पर्वतमाथि गएर पछि फर्केर आए, त्यति बेला इजरायलका मानिसहरू र मोसा मिलेर, सबैजना मिलेर उनीहरूले पवित्र स्थानको निर्माण गरे। र उनीहरूले पवित्र स्थानको निर्माण गर्दै गर्दाखेरि उनीहरूले त्यो करारको सन्दुकलाई पनि परमेश्वरले दिनुभएको ढाँचा अनुसार, त्यो पवित्र स्थानको ढाँचा अनुसार उनीहरूले त्यसलाई श्रृङ्गार्न थाले। अब यो करारको सन्दुकलाई पवित्र स्थानभित्र, यो पवित्र स्थान त्यति बेलाको उनीहरूको पालबाट बनेको पवित्र स्थानभित्र चाहिँ कहिले लगेर राखियो त, यो चाहिँ पहिलो महिनाको पहिलो दिनमा, कहिले 1445 ईसा पूर्वको पहिलो महिनाको पहिलो दिनमा जब पवित्र स्थानलाई परमेश्वरमा समर्पण गरिएको थियो त्यति बेला। अब यो 1445 ईसा पूर्वको पहिलो महिनाको पहिलो दिन चाहिँ यो पवित्र स्थानको समर्पणको दिन थियो। र त्यही समर्पणको दिनमा करारको सन्दुक अब यति बेला चाहिँ यो पूर्ण रूपमा श्रृङ्गार गरिसकिएको थियो। त्यसलाई महापवित्र स्थानभित्र लगेर राखियो। प्रस्थान 40 अध्यायको 2 देखि 3 मा हामीले हेर्यौँ भने के देख्छौँ त्यहाँ, पहिलो महिनाको पहिलो दिन भेट हुने पाल अर्थात् पवित्र स्थान, पवित्र वासस्थान खडा गर्नु, त्यसमा गवाईको सन्दुक लगेर त्यसलाई पर्दाले छेक्नु। अब यो खण्डबाट हामीले के थाहा पाउन सक्छौँ भन्दाखेरि 1445 ईसा पूर्वको पहिलो महिनाको पहिलो दिन चाहिँ त्यो दिन थियो जब पवित्र स्थानलाई स्थापित गरिएको थियो। अनि त्यो स्थापित गरिएको पवित्र स्थानको समर्पणको दिन थियो। र त्यति बेला नै, त्यही दिनमा नै करारको सन्दुकलाई महापवित्र स्थानभित्र लगेर राखिएको थियो। हामीले करारको सन्दुकको निर्माणको बारेमा त हेर्यौँ। अब दोस्रो बुदामा हामी करारको सन्दुक हराएको कुरालाई हेर्नेछौँ। अब यो करारको सन्दुक हराएको विषयमा हेर्दै गर्दाखेरि जब सोलोमनको मन्दिरको निर्माण भएको थियो त्यति बेला सोलोमनको मन्दिरमा करारको सन्दुकलाई फेरि लिएर आएर राखिएको थियो। यद्यपि त्यति बेला यस्तो एउटा समय खण्ड थियो जब यो करारको सन्दुक चाहिँ हराएको थियो। अनि यो करारको सन्दुक त्यो हराएको बेला चाहिँ यो फलिस्तीहरूले युद्धमा 1102 ईसा पूर्वको
युद्धमा उनीहरूले हराउँदाखेरि त्यो लिएर गएका थिए। अब यो विषयलाई एकछिन हेर्छौँ भने हामीलाई थाहा हुन्छ त्यति बेला करारको सन्दुक कहाँ लगिएको थियो र कहाँ लगेर राखिएको थियो। अब यो घटनाक्रमलाई हामीले हेर्नुपर्ने छ। सर्वप्रथम त इजरायलका मानिसहरू जब कनानको भूभागमा प्रवेश गरे, उनीहरूले बनाएको उनीहरूको अन्तिम छाउनी चाहिँ गिलगालमा थियो अनि त्यहाँ नै उनीहरूले आफ्नो पवित्र स्थानलाई पनि स्थापित गरेका थिए। अब यो गिलगाल चाहिँ यस्तो ठाउँ थियो जुन उनीहरूले अधिकार प्राप्त गर्नु अगाडि, होइन, यो कनानमा उनीहरूले कब्जा गर्नु अगाडिको यो पहिलो जितको ठाउँ थियो र गिलगाल चाहिँ उनीहरूको त्यो किल्ला, त्यो उनीहरूको सैनिक किल्ला बन्न पुगेको थियो। त्यसरी उनीहरूले प्रयोग गरेका थिए। यद्यपि जब उनीहरूले धेरै ठाउँ जित्दै गए अनि उनीहरूले धेरै ठाउँ जित्दै गइसकेपछि उनीहरूले आफ्नो त्यो सैनिक अड्डालाई, क्याम्पलाई कहाँ लगेर सारे? सिलोमा लगेर सारे। अनि यो सिलोमा उनीहरूले सार्नुको कारण चाहिँ किन थियो भन्दा उनीहरू अझै त्यो कनानको गहिरो अझै भित्रभित्र उनीहरूले जित हासिल गर्न चाहन्थे र धेरै जमिनहरूमा विजय हासिल गर्न चाहन्थे। त्यही कारणले गर्दाखेरि उनीहरूले आफ्नो यो सैनिक अड्डालाई चाहिँ सिलोमा लगेर सारे। अनि जसै तपाईँ यहाँ देख्नुहुन्छ उनीहरूको पहिला गिलगालमा थियो तर पछि उनीहरूले सिलोमा लगेर सारे। योसु 18:1 भन्छ, अनि इजरायलहरूका सारा समुदाय सिलोमा जम्मा भयो र त्यहाँ भेट हुने पाल टाँग्यो। त्यो देश तिनीहरूका अधीनमा भइसकेको थियो। अब यो भेट हुने पाल यो पवित्र स्थान त्यहाँ सरिसकेको थियो भन्नेको अर्थ त्यो करारको सन्दुकलाई जुन महापवित्र स्थानभित्र छ त्यो पनि सँगसँगै सारिएको थियो। त्यो पहिला गिलगालमा थियो, अब यो सिलोमा सारिएको थियो। अब यो अपेकको युद्धमा के भयो त? अपेकमा पलिस्तीहरूसँगको युद्धमा हारिएको थियो, उनीहरूले लिएर गएका थिए। अब यो चाहिँ अपेकको युद्ध भनिन्छ जुन पलिस्तीहरूसँग लडिएको थियो। त्यति बेला करारको सन्दुक, परमेश्वरको करारको सन्दुक चाहिँ त्यो युद्ध भूमिमा जब युद्ध हारियो तब पलिस्तीहरूले त्यो करारको सन्दुकलाई देखे र त्यति बेला लिएर गए। र त्यति बेला जसले त्यसलाई सुरक्षा दिइरहेका थिए उनीहरू पनि सँगै मरेको कुरा नै हामी त्यहाँ देख्न सक्छौँ। पहिलो सामुएल 4:1 अनि समुएलको वचन इजरायलभरि नै आयो। यतिखेर इजरायलीहरू पलिस्तीहरूसँग युद्ध गर्नलाई अघि बढे। इजरायलीहरूले एबेन एजरमा र पलिस्तीहरूले अपेकमा छाउनी हाले। है, यहाँ यो कुरा देख्न सकिन्छ त्यहाँ युद्ध भएको। र 11 पदले हामीलाई भन्छ परमेश्वरको सन्दुक कब्जा गरियो अनि एलीका दुवै छोरा होप्नी र पिनहास मरे। अब जसले त्यसलाई सुरक्षा गर्दै थिए उनीहरू पनि मर्न पुगेको देख्न सक्छौँ। अब 21 पदमा हामीले हेऱ्यौँ भने त्यसले यसो भनेर बालकको नाउँ इकाबोध राखी इजरायलबाट महिमा हरायो, कारण परमेश्वरका करारको सन्दुक कब्जा गरिएको तथा त्यसका ससुरा र पतिको मृत्यु भएको थियो। अब यो खण्डहरूलाई पढ्दै गर्दा हामीले के बुझ्यौँ त भन्दा परमेश्वरको करारको सन्दुक चाहिँ इजरायलीहरूसँगै त्यो युद्ध भूमिमा लगिएको थियो। अब उनीहरू त्यहाँ पराजित भए र करारको सन्दुकलाई गुमाउन पुग्यो। अनि 21 पदले हामीले यहाँ के देख्नु भन्दाखेरि करारको सन्दुक अब उनीहरूबाट लुटिएको, हराएको कारणले गर्दाखेरि अब परमेश्वरको महिमा पनि उनीहरूबाट हटेको थियो अनि परमेश्वरको महिमा ले उनीहरूलाई छोडेको भन्ने कुरा देख्न सक्छौँ। यहाँबाट हामीले एउटा महत्त्वपूर्ण पाठ सिक्छौँ। अघि पनि मैले भनिसकेको छु, हामी यहाँ एउटा क्रम देख्न सक्छौँ। उनीहरू सँगसँगै त्यो पवित्र स्थानमा करारको सन्दुकलाई लिएर गएको थिए। त्यो युद्ध भूमिमा त्यो युद्ध उनीहरूले हारे। युद्ध हारेपछि करारको सन्दुक लुटियो। त्यसपछि परमेश्वरको महिमा पनि उनीहरूबाट हट्यो। यो कुरा चाहिँ हामीले भौतिक दृष्टिकोणबाट हेर्दैछौँ है, अनि त्यहाँ के भौतिक रूपमा भयो भन्ने कुरा चर्चा गऱ्यौँ। अनि के परमेश्वरले हामीलाई त्यही कुरा यहाँ बताउन खोज्दै हुनुहुन्छ त? कि त्यो करारको सन्दुक चाहिँ त्यस्तो विशेष थियो कि त्यसमा त्यस्तो विशेष किसिमको शक्ति थियो कि होइन? अनि जुन चाहिँ उनीहरूले गुमाउनै हुन्थेन। उनीहरूले जस्तो सुकै अवस्था भए तापनि त्यसलाई चाहिँ जोगाउनको लागि, सुरक्षा दिनको लागि उनीहरूले करारको सन्दुकलाई बचाउनु पर्ने हुन्थ्यो। अनि परमेश्वरको महिमा चाहिँ त्यो देशमा, त्यो मानिसहरूमा रहनको लागि
चाहिँ त्यो गर्नुपर्ने हो कि बाइबलले हामीले यही कुरा बताउन खोज्दैछ त? यो मेरो प्रश्न हो। कि यो करारको सन्दुक त्यस्तो विशेष थियो कि जब त्यो करारको सन्दुक इजरायलका मानिसहरूसँग हुन्थ्यो तब परमेश्वर इजरायलका मानिसहरूसँग हुनुहुन्थ्यो, र जब अब यो करारको सन्दुक हरायो, लुटियो, परमेश्वरले पनि उनीहरूलाई छोड्नु भएको छ। चर्चमा हामीले हेऱ्यौँ भने पनि त्यस्तै किसिमको भौतिक सामानहरू प्रयोग भइरहेको छ नि, जसले चाहिँ परमेश्वरको उपस्थितिको संज्ञा दिन्छ। उदाहरणको लागि क्रुस है, अब यो छापिएको बाइबल, पुलपिट, यो सबै भौतिक कुराहरू पवित्र थोकहरू नै हुन् है। अनि यसले परमेश्वरको उपस्थितिको प्रतिनिधित्व पनि गर्छ, यो कुरामा म सहमत छु। तर जब पुलपिट भाँचिन्छ के यसको अर्थ परमेश्वरले हामीलाई छोड्नु भएको छ भन्ने हो? होइन नि है। जब केही बेलामा मान्छेहरूले बाइबलहरू जलाइदिन्छन् होइन, अब क्रुसहरू भाँचिदिन्छन्, के त्यसको अर्थ परमेश्वरले हामीले छोड्नु भएको छ भन्ने हो त? होइन। हामीले यहाँबाट सिक्न सकिने सबैभन्दा महत्त्वपूर्ण पाठ के छ भने यो अपेकको युद्धबाट जसमा उनीहरूले करारको सन्दुकलाई गुमाएका छन्। हो, करारको सन्दुक एकदमै विशेष छ। करारको सन्दुकले परमेश्वरको उपस्थितिको प्रतिनिधित्व गर्छ। यसै कारण यसलाई एकदम ध्यान दिएर राख्नुपर्ने हुन्थ्यो। अनि जसरी हामीले पनि हाम्रो मण्डलीमा भएको, चर्चमा भएको बाइबलहरू, पुलपिट, हाम्रो यो चर्च भवन, यसमा भएका बस्ने कुर्सीहरू, यी सबै कुरालाई हामीले एकदम ख्याल गरेर जोगाएर राख्नुपर्ने हुन्छ। अब यी सबै कुरालाई चाहिँ हामीले अन्धविश्वासको रूपमा चाहिँ राख्नु हुँदैन। अब यी थोकहरूमा शक्ति छ, परमेश्वरले चाहिँ यसमा शक्ति हालिदिनु भएको छ भन्न मिल्दैन। यी कुराहरूलाई यसरी लिन हुँदैन। जब हामी धर्मशास्त्रमा हेर्छौँ भने इजरायलका मानिसहरूले जब पलिस्तीहरूसँग युद्धमा भिडे, जब उनीहरूले जितिरहेका थिएनन्, तब उनीहरूले के सोचे भन्दा करारको सन्दुकले त परमेश्वरको उपस्थितिको प्रतिनिधित्व गर्छ, यसमा त परमेश्वरको शक्ति छ। यसै कारणले गर्दा यदि हामीले यसलाई युद्धभूमिमा लग्यौँ भने, करारको सन्दुकलाई त्यहाँ लग्यौँ भने परमेश्वरले हाम्रो निम्ति लडाइँ खेल्नुहुन्छ, उहाँले हाम्रो निम्ति युद्ध गर्नुहुन्छ र हामीले यो युद्धलाई सजिलै जित्छौँ भन्ने कुरा उनीहरूले विचार गरे। यसै कारणले यही सोच बोकेर उनीहरूले करारको सन्दुकलाई त्यो युद्धभूमिमा लिएर आए, तर उनीहरू पराजित भए। अब यसलाई हामीले कसरी व्याख्या गर्न सक्छौँ त? किन उनीहरू पराजित भए त? अनि किन परमेश्वरको उपस्थितिले, परमेश्वरको महिमाले उनीहरूलाई छोड्यो त? यो चाहिँ उनीहरूले करारको सन्दुकलाई गुमाएको कारणले मात्र होइन, तर अझै आधारभूत रूपमा हेर्यो भने उनीहरूले आफ्नो विश्वास गलत थोकमाथि राखेका थिए। हामीले पहिलो शमूएल 2 अध्यायको 17 पदमा हेर्यो भने यसले यस्तो भन्छ, ती जवान मानिसहरूको पाप परमप्रभुको दृष्टिमा साह्रै बढ्ता भयो, किनभने तिनीहरूले परमप्रभुको बलिदानलाई अवहेलना गरे। आजको दिनमा, आजको शब्दमा यसलाई व्याख्या गर्ने हो भने उनीहरूले आराधना सेवालाई, उनीहरूले बाइबल अध्ययनलाई, उनीहरूले परमेश्वरको दिनको सेवा सङ्गतिलाई, परमेश्वरसँगको भेटघाटलाई उनीहरूले अवहेलना गरे है। अनि उनीहरूले त्यसलाई त्यति साह्रो आदर दिएन। तर उनीहरूले सोचिरहेका थिए यो करारको सन्दुक, यो थोकले, यसमा चाहिँ बरु शक्ति छ, यसमा यो आत्मिक शक्ति छ, यसलाई प्रयोग गरौँ भन्ने कुरा सोचे। र यदि हामीले यसलाई युद्धभूमिमा लग्यौँ भने, यदि यसलाई मैले मेरो व्यवसायिक के अरे यो डिल गर्ने कुरामा लगेँ भने, यो थोकलाई मैले बोकेर हिँडेँ भने परमेश्वरले मलाई सहायता गर्नुहुन्छ, परमेश्वरले मेरो हरेक कामलाई सफल गरिदिनु हुन्छ भनेर हामीले सोच्छौँ। तर त्यस्तो हुँदैन। त्यस्तो हुने कुरा केही पनि छँदै छैन, र यसले यसरी काम पनि गर्दैन। त्यही कारणले गर्दा त्यति बेला इजरायलका मानिसहरूले गलत कुरामा आफ्नो विश्वास राखेको कारण परमेश्वरको महिमाले उनीहरूलाई छोडेर जानुभयो। र हामीले यहाँ हेऱ्यौँ भने यी जवान मानिसहरू, हप्नी र पिनहास, उनको बुवा एली र सबै मानिसहरू, त्यहाँ भएको सबै राजकीय मानिसहरूले
उनीहरूको विश्वास गलत थोकमाथि राखेका थिए। अनि उनीहरूले त्यो करारको सन्दुकलाई युद्ध भूमिमा लिएर गए ताकि उनीहरूले त्यो युद्ध जित्न पाओस् भनेर। उनीहरूले यो करारको सन्दुकलाई चाहिँ आफ्नो यो यहाँ लक्की चाम छ, यो आफूलाई यो मलाई यो लक लाग्ने कुरा हो भन्ने जसरी एउटा जादुई कुरा जसरी उनीहरूले प्रयोग गरे। अनि उनीहरूले आफ्नो विश्वास गलत कुरामा राखे। त्यही भएर परमेश्वरको महिमाले त्यो ठाउँ छोडेर जानुभयो। यदि तपाईँले पहिलो समूएल 4 अध्यायको 4 पदमा हेर्नुभयो भने त्यहाँ यस्तो लेखेको देख्नुहुन्छ, त्यसकारण तिनीहरूले शिलोमा मानिसहरू पठाए र सर्वशक्तिमान परमप्रभु जो करुबहरूका बीचमा विराजमान हुनुहुन्छ उहाँका करारको सन्दुक तिनीहरूले ल्याए। एलीका 2 छोरा होप्नी र पिनाहास त्यहाँ सन्दुकको साथमा थिए। हेर्नुहोस् त, होप्नी र पिनाहास चाहिँ त्यसकै सँगै साथमा थिए। उनीहरूले त्यसलाई छोएका थिएनन्, तर एउटा निकै नै बहुमूल्य विशेष वस्तुको जसरी उनीहरू चाहिँ त्यसको साथसाथै हिँडिरहेका थिए। किनभने उनीहरूले सोचेका थिए कि यो चाहिँ एकदमै महत्त्वपूर्ण थोक हो, अनि यसलाई साथसाथ बोकेर हिँड्यो भने यसको सँगै भयो भने उनीहरूले यो युद्धलाई जित्नेछ, यो करारको सन्दुकको सहायतामा है। तर के भयो त, उनीहरू त मरे र त्यो युद्ध पनि हार्न पुगे, कारण उनीहरूले गलत थोकमा विश्वास राखेका थिए। अब यो भन्दै गर्दाखेरि मैले त्यो करारको सन्दुकलाई अनि त्यहाँ भएको पवित्र त्यति बेलाको भाँडाकुँडा थोकहरूलाई बिगार गर्नुपर्छ भन्न खोजेको होइन। आजको दिनमा भन्दै गर्दा चर्चमा भएका हाम्रा विभिन्न सामानहरू हुन्छन्, थोकहरू हुन्छन्, ती कुराहरूलाई गैर जिम्मेवारीपूर्वक लापरवाही गर्नुपर्छ भन्न खोजेको पनि होइन। यिनीहरूलाई त विशेष ध्यानपूर्वक चलाउनु पर्ने हुन्छ, रेखदेख गर्नुपर्ने हुन्छ। यद्यपि यो संसारमा त्यस्तो कुनै पनि थोक छैन जसमा आत्मिकी शक्ति छ। यो संसारिक थोकहरूमा परमेश्वरको उपस्थिति हुँदैन। हाम्रो यो छुटकाराको इतिहासको पुस्तकहरू छ, अब यसलाई पनि यहाँको लेखकले साइन गरेर अटोग्राफ लेखेर दिनुभयो भने पनि यसमा आत्मिकी शक्ति छ भन्ने हुँदैन है। अनि पास्टर फिलिपले पनि यो कुरा गर्नुभएको थियो, यदि मैले नै कुनै पुस्तकमा यो साइन गरेर दिएको छु भने पनि यसमा आत्मिकी शक्ति हुँदैन। अनि हाम्रो फाउन्डिङ पास्टर यो पुस्तकको लेखकले यसमा अटोग्राफ साइन गरेर दिनुभएको छ भने यो आत्मिकी शक्ति भएको कुरा हो भन्ने हुँदैन। यो संसारमा त्यस्तो कुरा केही पनि हुँदैन है। हाम्रो हामीले केन्द्रित हुने चाहिँ कुनै पनि वस्तु, हामी कुनै पनि थोकमाथि मात्र केन्द्रित रहने होइन, यो भौतिकवाद हुने होइन, तर हामीमा ठिक विश्वास हुनुपर्छ। सही विश्वास महत्त्वपूर्ण छ। यदि त्यहाँ हप्नी र पिनहाससँग सही विश्वास भएको भए, त्यहाँ इजरायलका मानिसहरूसँग सही विश्वास भएको भए, त्यो सही विश्वासको कारण परमेश्वरको उपस्थिति त्यहाँ रहने थियो। परमेश्वरले उनीहरूलाई सहायता गर्नुहुने थियो। तर कारण त्यहाँ गलत विश्वास भएको कारणले गर्दा परमेश्वरको महिमाले त्यहाँ छोडेको देख्न सक्छौँ। यसै कारण मेरा प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामी परमेश्वरमा ठिक विश्वास राख्न सकौँ। अनि जब हामीसँग ठिक विश्वास हुन्छ नि, परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, उहाँले हामीलाई छुटकारा दिनुहुन्छ, उहाँले हामीलाई स्वतन्त्र बनाउनुहुन्छ यो कठिन परिस्थितिको घडीहरूबाट, गाह्रो अवस्थाको घडीबाट। अब हामी तेस्रो बुदालाई हेर्छौँ भने यो हराएको करारको सन्दुकको फिर्ता हो। अब करारको सन्दुक चाहिँ अफेकमा भएको युद्धमा गुमाइएको थियो। त्यसलाई पलिस्तीहरूले उनीहरूको सहरमा, उनीहरूको देशमा लगेका थिए। पहिला यो अस्दोदमा लग्यो, त्यसपछि गात, र गातबाट फेरि यसलाई एक्रोनमा लग्यो। यो पलिस्तीहरूको देशमा कति समयसम्म रह्यो त? यो करारको सन्दुकलाई पलिस्तीहरूको देशमा कति समयसम्म राख्यो? बाइबलले हामीलाई बताउँछ 7 महिनासम्म है। पहिलो समूएल 6 अध्यायको 1 पदमा हामीले हेर्यौँ भने त्यहाँ देख्न सक्छौँ, जब परमेश्वरको सन्दुक उनीहरूका इलाकामा रहेको 7 महिना भइसकेको थियो। यहाँबाट हामी थाहा पाउन सक्छौँ, जब पलिस्तीहरूको त्यो युद्ध, अफेकको युद्ध भएको थियो, त्यति बेला
उनीहरूले 1102 ईसा पूर्वमा त्यहाँबाट करारको सन्दुक लगेको थियो। त्यहाँबाट त्यो अस्दोद, गात र एक्रोनमा पुग्यो 7 महिनासम्म। अनि यसले हामीले बताउँछ त्यसपछि चाहिँ 7 महिनापछि चाहिँ यसलाई बेतसमेसमा फिर्ता पठाइएको छ। हामीले पहिलो सामुएल 6 अध्यायको 12 पदमा हेर्यो भने यो पाउँछौँ। तब ती गाईहरू बाटाभरि कराउँदै सिधै बेतसेमेसको दिशातिर लागे। अनि पलिस्तीहरूका शासकहरू चाहिँ बेतसेमेसको इलाकासम्मै तिनीहरूका पछि पछि गए। यसरी हामीले यहाँ के देख्न सक्छौँ, पलिस्तीहरूले 7 महिनापछि के गरे त, के भयो त्यहाँ 7 महिनासम्म जहाँ जहाँ यो करारको सन्दुक पुग्थ्यो त्यहाँ सबै त्यो मूर्तिहरू नष्ट हुन्थ्यो, टुट्थ्यो। अनि त्यहाँ भएका सबै मूर्तिहरू, त्यहाँ भएका सबै स्ट्याचुहरू उनीहरूमा चाहिँ त्यो भत्किने, बिग्रिने, नष्ट हुने हुन्थ्यो र त्यहाँ धेरै समस्याहरू लिएर आएको थियो। अनि त्यही कारणले गर्दाखेरि उनीहरूले के गरे, त्यसलाई पहिला अस्दोदमा पठाए, त्यहाँबाट गाथमा, त्यहाँबाट फेरि अक्रोनमा पठाए होइन। अनि त्यति बेला त्यहाँ पलिस्तीहरूका शासकहरूले, सेनापतिहरूले, त्यहाँ भएको मुख्य मान्छेहरूले विचार गरे सायद हामीले यो करारको सन्दुकलाई चाहिँ फिर्ता गर्नुपर्ने हुन्छ। अनि उनीहरूले यहाँ एउटा जाँच लिने निर्णय गरे। उनीहरूले सोचे यो गाईहरू माथि, यो त्यो गाडामाथि करारको सन्दुकलाई राखिदिए र यदि अब यो गाईहरू बेतसमेसतिर जान्छन् भने ठिकै छ, हामी करारको सन्दुकलाई फर्काइदिउँला। तर यदि यो त्यतातिर गएन, अन्त कतै गयो, अलमल्यो भने हामीले गलत सोचेको रहेछौँ भन्ने कुरा विचार गर्छौँ र यसलाई हामी फिर्ता दिने छैनौँ भन्ने कुरा उनीहरूले विचार गरे। तर जब उनीहरूले यो जाँच गरे तब ती गाईहरू कराउँदै सिधै कता गए, बेतसमेसतिरै गए। अब यहाँबाट चाहिँ उनीहरूले थाहा पाए उनीहरूले अब यो करारको सन्दुकलाई राख्नु हुँदैन। त्यही भएर उनीहरूले बेतसमेसमा भएका मान्छेहरूलाई यो छाडिदिए। अनि यो बेतसेमेसमा जब करारको सन्दुक फिर्ता आयो 7 महिनापछि, त्यो बेतसेमेसमा के भयो त, बेतसेमेसका मान्छेहरूले सोचे ओहो यसरी त हुँदैन। अब उनीहरूले यो करारको सन्दुकलाई के गर्ने भनेर त्यहाँका मानिसहरूले विचार सल्लाह गर्न थाले। अनि यो यतिकै राखेर हुँदैन, यहाँ लेवी पनि छैनन्, यसलाई यसको वास्ता गर्ने मान्छे अथवा यसलाई व्यवस्थापन गर्ने मान्छे पनि छैनन्। त्यही भएर उनीहरूले विचार गरे र उनीहरूले किरियत यारिमका मानिसहरूलाई बोलाए। अब यो कुरा पहिलो सामुएल 7:1 यसरी लेखिएको छ। तब किरियत यारिमका मानिसहरू आए, परमप्रभुको सन्दुक लगे। तिनीहरूले डाँडामा भएको अबिनादाबको घरमा त्यो ल्याए र तिनका छोरा एलाजारलाई त्यसको हेरचाह गर्ने काममा अर्पण गरे। अब यहाँ देख्न सक्नुहुन्छ करारको सन्दुक चाहिँ अबिनादाबको घरमा सारिएको थियो। अब यो अबिनादाबको घरमा त्यहाँ त्यो रह्यो। अनि यो कुरा जब राजा दाउदले यो बारेमा थाहा पाएर विचार गरे, उनले त्यो करारको सन्दुकलाई दाउदको सहरमा सार्न चाहे, त्यसलाई त्यहाँ पुर्याउन चाहे, त्यहाँ राख्न चाहे। त्यसै कारणले गर्दा उनीहरू त्यहाँबाट तल आए। उनीहरूले त्यो करारको सन्दुकलाई बोकेर उनीहरूले त्यसको ठाउँ सार्ने काम गरे। तर तपाईँहरूलाई थाहा छ जब उनीहरूले यो गर्दै थिए यसमा उनीहरूले गलत तरिकाले यसलाई गरे, प्रक्रियाले गरे र उज्जियाको मृत्यु त्यहाँ भयो र त्यहाँ एउटा दुर्घटना हुन पुग्यो। अनि राजा दाउदले भने ओहो यसरी त हुँदैन, हामी यो कुरालाई यहीँ रोक्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि फेरि उनीहरूले त्यो अबिनादाबको घरबाट निस्किएको करारको सन्दुकलाई दाउदको सहरसम्म नपुर्याइकन उनीहरूले त्यसलाई ओबेद एदोमको घरमा राखे। त्यहाँ कति समयसम्म रह्यो बाइबलले हामीलाई बताउँछ 3 महिनासम्म। 3 महिनासम्म चाहिँ त्यहाँ रहेको कुरा दोस्रो सामुएल 6 अध्यायको 10 र 11मा हामीले पढ्यो भने थाहा पाउँछौँ। परमप्रभुको सन्दुक आफूसँग दाउदको सहरमा तिनले लैजान चाहेनन्, बरु तिनले गीती ओबेद एदोमको घरमा सन्दुक पुर्याए। यसरी परमप्रभुको सन्दुक ओबेद एदोमको घरमा 3 महिनासम्म रह्यो। अनि परमप्रभुले ओबेद एदोम र तिनका सबै घरानालाई आशिष दिनुभयो। अब कति समयसम्म त्यो ओबेद
एदोमको घरमा त्यो करारको सन्दुक रह्यो 3 महिनासम्म। अनि यो 3 महिनासम्म त्यहाँ रहँदाखेरि ओबेद एदोमको घरानालाई परमेश्वरले आशिष दिनुभयो। अनि यो कुरा जब 3 महिनासम्म त्यहाँ रहँदाखेरि ओबेद एदोमको घर साँच्चै रूपमा आशिषित भएको छ भन्ने कुरा जब राजा दाउदले सुने, राजा दाउदलाई फेरि पनि अब त्यो करारको सन्दुकलाई चाहिँ दाउदको सहरमा नै लिएर आएर राख्ने इच्छा लाग्यो। किन दाउदको सहरमा त? किनभने त्यति बेलासम्म सोलोमनको मन्दिरको निर्माण भइसकेको थिएन। सोलोमनको मन्दिरको निर्माण चाहिँ सोलोमनको समयमा भएको थियो, तर यो चाहिँ राजा दाउदको समयमा नै भएको कारण र मन्दिरको निर्माण नभइसकेको कारण त्यहाँ मन्दिर थिएन। त्यही कारणले गर्दाखेरि करारको सन्दुक चाहिँ दाउदको सहरसम्म ल्याउने काम चाहिँ भएको थियो। अब हामी दाउदको सहर बारेमा हेर्नेछौँ। पहिलो इतिहास 15:1 भन्छ, दाउदले आफ्नो निम्ति दाउदको सहरमा भवनहरू बनाए अनि परमेश्वरका सन्दुकको निम्ति एउटा ठाउँ तयार गरेर त्यसको लागि एउटा पाल टागे है। अब करारको सन्दुक दाउदको सहरमा साँच्चै फिर्ता ल्याइएको छ। अब यो कुरालाई हामीले संक्षिप्त रूपमा भन्ने हो भने यो पलिस्तीनको देशमा करारको सन्दुक कति समयसम्म रह्यो त? त्यो त्यहाँ 7 महिनासम्म रहेको छ। यदि हामीले यहाँदेखि हिसाब गर्दै लिएर गएर दाउद राजा भएसम्म हेर्ने हो भने अब यहाँ के भएको थियो? पहिला अफेकको युद्ध भएको थियो। अफेकको युद्ध कहिले भएको थियो भन्दा 1102 ईसा पूर्वमा। अनि दाउद चाहिँ राजा कहिले भएका थिए? दाउद 1010 ईसा पूर्वमा राजा भएका थिए। अब हामीले यहाँ हिसाब गर्ने हो भने यो समय चाहिँ कति हुन आउँछ? 92 वर्ष। जब दाउद राजा भएका थिए उनले हेब्रोनमा बसेर 7 वर्ष 6 महिनासम्म राज्य गरे। अनि यो उनको हेब्रोनको 7 वर्ष 6 महिनाको राज्यमा त्यसपछि उनी फेरि यरुसलेममा जब उनी सरे, उनी त्यहाँ सबै इजरायलको राज्य हुनको लागि त्यहाँ सरेका थिए। अनि उनले त्यति बेला करारको सन्दुकको सम्झना गरे। अनि यो समयमा उनले करारको सन्दुकलाई पहिलोचोटि यसको ठाउँलाई सार्दै थिए, तर उनी विफल भए। त्यही कारणले गर्दा ओबेद एदोमको घरमा त्यो 3 महिनासम्म रहेको थियो। तर त्यसपछि उनले फेरि दाउदको सहरमा फिर्ता लिएर आए। यदि हामीले यो सबै कुरालाई हिसाब किताब गर्ने हो भने यो समय अवधि चाहिँ कति हुन आउँछ? 101 वर्ष र 4 महिना। अब यो चाहिँ करारको सन्दुक सबै समय चाहिँ यो अन्य जातिहरूको देशमा भएको समय होइन। यो पलिस्तीहरूको देशमा 7 महिनासम्म मात्रै बसेको थियो। तर यो सिलोबाट निस्केर गइसकेपछि यो सम्पूर्ण यात्रा गरेर फेरि दाउदको सहर जहाँ पछि गएर मन्दिर निर्माण भएको थियो त्यहाँसम्म आइपुग्नलाई 101 वर्ष र 4 महिना लाग्यो। अब यो करारको सन्दुकलाई फिर्ता ल्याइसकेपछि यहाँ के हुन्छ त? अब यो करारको सन्दुकलाई मन्दिरमा राखिन्छ। सोलोमनले मन्दिरको निर्माण सुरु गरे र 959 ईसा पूर्वको 8औं महिनामा त्यसको निर्माण सम्पन्न गरे। यो निर्माण सम्पन्न हुनको लागि 6 वर्ष 6 महिना लागेको थियो। अहिले हामी यो सोलोमनको मन्दिरको निर्माण समय अवधिको बारेमा हेर्ने छैनौँ। अब यो सबै कुराको निर्माण सम्पन्न भएपछि करारको सन्दुकलाई चाहिँ त्यो मन्दिरको महापवित्र स्थानभित्र लगेर राखिएको थियो। पहिलो राजा 8 अध्यायको 6 पदले यो कुरा बताउँछ। तब पुजारीहरूले परमप्रभुका करारको सन्दुक मन्दिरको भित्री पवित्र स्थान अर्थात् महापवित्र स्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटा मुनि राखे। यद्यपि यो सबै कुरा हुँदै गर्दाखेरि यो करारको सन्दुकलाई फेरि पनि यो ठाउँमा फर्काएर राख्दै गर्दाखेरि बाइबलले हामीलाई यो करारको सन्दुकभित्र के थियो भन्ने कुरालाई बताउँदछ। पहिलो राजा 8 अध्यायको 9 पदमा यहाँ लेखिएको छ, त्यस सन्दुकभित्र अरू केही थिएन, केवल 2वटा शिलापाटीहरू जुन मूसाले होरेब पर्वतमा सन्दुकमा राखेका थिए, जहाँ इजरायलीहरू मिश्र देश छोडेर आउँदा परमप्रभुले तिनीहरूसँग करार बाँध्नु भएको थियो।
हेर्नुहोस् त, वास्तवमा करारको सन्दुकभित्र के हुनुपर्ने हुन्थ्यो? 3वटा थोक हुनु पर्थ्यो होइन र? पहिलो भनेको 2 शिलापाटीहरू हो, अनि दोस्रो भनेको मन्ना भएको भाँडा, र तेस्रो भनेको फुलेको हरुनको लौरो है। तर यहाँ बाइबलले हामीलाई बताउँछ यो समयसम्म जब सोलोमनको मन्दिर निर्माण भयो र करारको सन्दुकलाई फिर्ता ल्याएर राखियो, त्यति बेला 2वटा थोकहरू यहाँ छुटिरहेको छ। त्यहाँ जम्मा करारको शिलापाटीहरू मात्रै छ। सायद त्यो गरुङ्गो भएर पो हो कि जेसुकै कारण हुन सक्छ, तर त्यहाँ जम्मा 2वटा त्यो शिलापाटीहरू मात्रै बाँकी रहेका थिए। अरू 2वटा थोकहरू हराएको थियो। म यति कुरा भन्न सक्छु, जब करारको सन्दुक चाहिँ शिलोमा राखिएको थियो, जब त्यहाँ पवित्र स्थानको निर्माण भयो र करारको सन्दुकलाई शिलोमा राखिएको थियो, यो अफेकको युद्ध हुनुभन्दा अगाडि सबै 3वटा थोकहरू नै त्यो भित्र थियो होला। तर अब हामीलाई थाहा छैन अब यो 2टा थोकहरू कति बेला हराउन पुग्यो। तर हामीले यति कुरा चाहिँ भन्न सक्छौं, यो अफेकमा भएको युद्धदेखि लिएर गएर यो सोलोमनको मन्दिरमा पुनर्स्थापित हुने बेलासम्म यो 101 वर्ष 4 महिनामा यो करारको सन्दुकभित्र हुने अरू 2टा थोक चाहिँ हराउन पुगेको थियो। यही कुरा हामीले यहाँ बुझ्न अनि देख्न सक्छौं। अब 5औं बुँदामा अन्त्यमा फेरि करारको सन्दुक हराएको कुरा देख्नु धेरै गाह्रो छ। भर्खर खोजेर लिएर आएर भेटेको छ, तर फेरि पनि यो हराउन पुग्छ। त्यसैले अब हामी यो फेरि करारको सन्दुक हराएको विषयमा हामी हेर्नेछौँ। दक्षिण यहुदा राज्य चाहिँ 856 ईसा पूर्वमा नष्ट भएको थियो र यो मन्दिर बाइबलले भने अनुसार जलाइएको थियो। यदि हामीले दोस्रो राजा 25 अध्यायको 9 पदमा पढ्यौं भने उनले परमप्रभुको मन्दिर र राजमहल र शहरका सबै घरहरूमा आगो लगाइदिए, सबै मुख्य भवनहरूलाई उनले जलाइदिए। यो चाहिँ बेबिलोनहरूले आक्रमण गरेको समयको कुरा हो, जब उनीहरूले दक्षिणी यहुदा राज्य र यरुसलेममा प्रहार गर्यो। त्यति बेला के भयो त, उनीहरूले मन्दिरलाई, राजाको घरलाई उनीहरूले जलाएका थिए। यसको अर्थ हुन्छ त्यति बेलाको सोलोमनको मन्दिरलाई पनि उनीहरूले जलाएका थिए, र त्यहाँ भएका अन्य ठूला विलासी घरहरूलाई पनि त्यो समय उनीहरूले जलाएका थिए। अनि यही समयमा सोलोमनको मन्दिर नष्ट भएको थियो। यो 586 ईसा पूर्वमा हो, जब यो दक्षिणी यहुदा राज्य नष्ट भएको थियो, मन्दिर नष्ट भएको थियो। यद्यपि हामीले यो दोस्रो राजा 25 अध्यायको 13 देखि 17 भएको खण्डलाई पढ्यौं भने, त्यहाँको सूचनालाई हामीले हेर्यौं भने त्यहाँ बेबिलोनी सैनिकहरूले लिएर गएका सबै परमेश्वरको मन्दिरका सामानहरूको लिस्टलाई भेट्नुहुन्छ, जुन परमेश्वरको भवनबाट लिएर गएका थिए। त्यसले त्यहाँ स्पष्ट रूपमा बताउँछ कतिवटा पकाउने भाँडाहरू, चलाउने भाँडाहरू, कति ठुलो कुराहरू, कति सानो भाँडाहरू लगेको थियो भन्ने सबै कुरा त्यहाँ बताउँछ। अनि त्यहाँ मन्दिरमा भएको त्यो ठुलो 2वटा खम्बालाई पनि लिएर गइएको कुरा देखिन्छ। अनि यो खम्बाको नामहरू के हो तपाईलाई थाहा छ? त्यो खम्बाहरूको नाम चाहिँ एउटाको नाम याखिन, अर्कोको नाम बोआज थियो। अनि बाइबलले हामीलाई यो कुरा बताउँछ कि बेबिलोनी मानिसहरूले त्यो ठुलो खम्बाहरूलाई पनि लिएर गएका थिए। अनि म विचार गर्छु त्यो खम्बाहरू सानो कदाचित थिएन होला, यो खम्बाहरू साँच्चै नै निकै नै ठुलो खम्बाहरू हुनुपर्छ। अनि यो ठुलो खम्बालाई पनि सायद त्यहाँ ध्वस्त पारियो, टुक्रा पारियो होला, र बेबिलोनीहरूले त्यसलाई पनि लिएर गए। यो 13 देखि 17 सम्मको खण्डमा हामीले पाउन सक्छौं। म यो अहिले पढ्ने छैन,
तर तपाईले यो कुराहरू पढ्न सक्नुहुन्छ। तपाईले भाँडा धुने कुराहरू, भाँडा धुने ठाउँहरू, अनि त्यसपछि दुईवटा खम्बाहरूलाई पनि लगेको कुरा यहाँ सबै लेखिएको देख्न सक्नुहुन्छ। अनि अर्को एउटा कुरा जुन हामी करारको सन्दुकमा भेट्दैनौँ, कसरी यो करारको सन्दुक यो लिस्टमा हामी देख्दैनौँ। यसको एउटै मात्र अर्थ हुन्छ, सायद यो बेबिलोनी सैनिकहरूले लानुभन्दा अगाडि उनीहरूले त भाँडा कुडा सबै कुराहरू उनीहरूले लिएर गए, त्यहाँ भएका सरसामानहरू पवित्र मन्दिरबाट उनीहरूले लिएर गएका थिए। तर उनीहरूले ती सबै कुराहरू लग्नुभन्दा अगाडि करारको सन्दुकलाई चाहिँ कसरी लुकाएर कसै न कसैले कतै लुकाएर राखेको पो थियो कि, त्यहाँबाट हटाएको थियो कि, त्यसलाई त्यहाँ बचाएको पो थियो कि भन्ने देखिन्छ है। किनभने त्यो बेबिलोनीहरूले लान नसकेको। हामीलाई थाहा छैन कसले गर्यो, कसरी गर्यो, किन गर्यो भन्ने कुरा। तर यो बेबिलोनीहरूको हातबाट लुकेको कुरा हामी देख्न सक्छौँ, ताकि उनीहरूले लिएर गएको लिस्टमा पनि त्यो भेटिँदैन। अब यसै कुरामा विभिन्न मनगढन्ते कथाहरू कुराहरू हामीले यहाँ देख्न सक्छौँ र कतिवटा मान्छेहरूले यो के अनुमानहरू पनि लागेका छन् र मान्छेहरूले भन्छन् करारको सन्दुक चाहिँ होरेब पर्वतमा लगेर लुकाइएको थियो, त्यो सिनै पर्वतमा जहाँ पवित्र स्थान चाहिँ पहिलोचोटि बनेको थियो। अनि त्यहाँ चाहिँ यो मोसाको गुफा भन्ने ठाउँ छ र कतिजनाले भन्छन् कि त्यो करारको सन्दुकलाई चाहिँ त्यो मोसाको गुफामा राखिएको थियो भन्ने कुरा। अनि अर्को समूहको मान्छेहरूले भन्छन् सोलोमनको चाहिँ त्यहाँ शिवा भन्ने त्यो रानीसँग निकै राम्रो सम्बन्ध थियो, त्यही भएर उनको राज्यमा लगेर करारको सन्दुकलाई बेबिलोनी प्रहारभन्दा अगाडि लगेर बेबिलोनीहरूले नष्ट गर्नुभन्दा अगाडि लगेर त्यो राज्यमा गोप्य रूपमा लुकाइएको थियो भन्छ। यद्यपि चाहे त्यो मोसाको गुफा होस् या शिवा राज्य होस्, त्यो करारको सन्दुकलाई त्यसपछि हामी देख्दैनौँ, भेट्दैनौँ र कतै पनि हुँदैनौँ। त्यही भएर यो चाहिँ एउटा अफवाह मात्रै भएको कुरा हामी देख्न सक्छौँ। यो चाहिँ वास्तविक कुरा होइन के। अनि हामी यहाँ यो चाहिँ विश्वास गर्न सक्छौँ कि यो त्यहाँदेखि हराएको छ र अहिलेसम्म पनि हराइरहेकै छ, भेटिएको छैन। अनि जब यो दक्षिणी यहुदा राज्य नष्ट भयो, त्यो त्यही बेलादेखि हराएको छ। र जसै हामी अब यरुबाबेलको मन्दिरलाई हेर्दैछौँ, अनि यो के भयो त, त्यो फारसको राज्यको समयमा कोरेस राजाले इजरायलीहरूलाई चाहिँ यरुसलेममा गएर त्यो मन्दिरको पुनर्निर्माण गर्ने अनुमति दिए। तर अब यो करारको सन्दुक त्यो बेबिलोनीहरूले लिएर नगएको कारण, तर यतिकै हराएको कारण है, अनि त्यति बेलाको समयदेखि यरुबाबेलको मन्दिर जब पुनर्निर्माण भयो, करारको सन्दुकलाई त्यहाँ राख्न सकेन र त्यो त्यहाँ थिएन पनि। म सँगसँगै हुनुहुन्छ नि है तपाईँहरू। अब यरुबाबेलको मन्दिर चाहिँ यस्तो मन्दिर भयो जुन चाहिँ करारको सन्दुक बिनाको मन्दिर थियो। अब त्यसपछि हामीले हेरोदको मन्दिरलाई देख्छौँ। यो हेरोदको मन्दिर चाहिँ नयाँ मन्दिर अथवा नयाँ भवन होइन, यो चाहिँ यो यरुबाबेलको मन्दिरमा नवीकरण गरेर सामानहरू थपथाप गरेर फेरि नयाँ कुराहरू थपेर बनाइएको मन्दिर हो। अनि यो हेरोदको मन्दिरमा पनि करारको सन्दुक थिएन। त्यही कारणले गर्दा 586 ईसा पूर्वदेखि यो पृथ्वीबाट नै यो करारको सन्दुक हराइरहेको छ र इतिहासबाट पनि। अनि त्यसपछि बाइबलले कुनै पनि यसको बारेमा सूचना अनि अरू कुराहरू लेखिएको पाउँदैनौँ। अनि हामी यही कुरा विश्वास गर्न सक्छौँ, यो हराएको छ र यसमा हामीले एउटा छुटकाराको ऐतिहासिक पाठ पनि सिक्न सक्छौँ। किन परमेश्वरले चाहिँ त्यसलाई हराउन दिनुभयो त, किन परमेश्वरले चाहिँ त्यसलाई हराइरहन दिनुभयो त। तर हामी यो छुटकाराको ऐतिहासिक पाठमा जानुभन्दा अगाडि त्यहाँ एउटा कुरा छ, अथवा त्यहाँ अझ दुईवटा कुरा छ जुनको बारेमा म बताउन चाहन्छु। यहुदी प्रचलनको अनुसार त्यहाँ यस्तो एउटा भनाइ छ कि उनीहरूले त्यो करारको सन्दुकको सट्टामा त्यहाँ एउटा ठुलो ढुङ्गा राखेका छन् है। करारको सन्दुकको सट्टामा त्यहाँ धूप बाल्नको निम्ति त्यो प्रायश्चितको दिनमा त्यहाँ धुपौरो लिएर आएर बाल्नु पर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि यो
प्रधान पुजारीले गर्ने यो विधिमा प्रायश्चितको दिनमा तपाईँलाई याद छ नि उसले चाहिँ के गर्छ त्यो धुपौरो बालेर लिएर आउँछ र त्यो धुपौरोबाट एकदम धुवा निस्केको हुन्छ त्यो लिएर उनी भित्र पस्छन् अनि त्यहाँ अब करारको सन्दुक नभएको कारणले गर्दा अब कहाँ राख्ने त त्यो धुपौरोलाई त्यसलाई त्यसको निम्ति एउटा ठुलो ढुङ्गा राखेको छ ताकि त्यो माथि चाहिँ उनीहरूले त्यो धुपौरोलाई चाहिँ त्यहाँ राख्न सकिन् अनि यो चाहिँ यहुदी प्रचलन विधिमा लेखिएको छ भन्ने कुरा सुनिन्छ अनि अब यरुबाबेलको मन्दिरमा त्यहाँ करारको सन्दुक थिएन करारको सन्दुकलाई फेरि पनि बनाइएन करारको सन्दुकलाई पुनर्निर्माण फेरि गरिएन करारको सन्दुक हराएको थियो र अझै पनि हराइरहेको छ त्यही कारणले गर्दाखेरि 70 ईस्वी सम्बन्धमा पनि के भयो जब यरुसलेम पूर्ण रूपमा नष्ट भयो पूर्ण रूपमा हराएको थियो यो मानिसको इतिहासबाट नै हराउँदाखेरि ओद्वारा रोमी साम्राज्यद्वारा त्यो टाइटस भन्ने सेनापतिद्वारा टाइटस आएर उनले जब विजय हासिल गरे जब उनले सबै ठोकमाथि विजय हासिल गरे अनि त्यति यो रोमीहरूको दृष्टिकोण कस्तो थियो यो टाइटस चाहिँ एकदमै महान सेनापति थियो अनि उनी यस्तो शक्तिशाली व्यक्ति भएको कारणले गर्दाखेरि यो एउटा यो टाइटसको सम्झनामा एउटा गेट जस्तो कुरा बनाइयो र त्यहाँ सबै भएका अचम्मको कुराहरूको चित्रहरूलाई कुदिएको थियो अनि यो गेटमा चाहिँ उनीहरूले यो ढुङ्गाको बनाएका थिए अनि यसमा चाहिँ त्यो सुनको धुपौरो जस्तो देखिने चित्र पनि उनीहरूले खोपेका थिए यो रोटी राख्ने टेबलको पनि त्यहाँ चित्रलाई खोपेका थिए अनि यो सबै पवित्र त्यहाँ थोक जे कुराहरू थिए पवित्र भाँडा कुराहरू थिए महापवित्र स्थानभित्र भएको सबै कुरालाई चाहिँ उनीहरूले त्यहाँ खोपेका थिए जुन रोमी सैनिकहरूले देखे रोमी मानिसहरूले लगे अनि यो टाइटस भन्ने सेनापतिको प्रहारको बेलामा उनीहरूले देखेको कुराहरूलाई त्यो चित्रमा उतारिरहेका थिए यो टाइटसको आर्चमा त्यो गेटमा है अनि त्यहाँ उनीहरूले लेखेका पनि छन् यद्यपि त्यहाँ कुनै पनि कुरा चाहिँ करारको सन्दुक भनेर देखाइएको या कुदिएको त्यो चित्रमा हामी देख्न सक्दैनौँ त्यही कारणले गर्दाखेरि हामी यो कुरा भन्न सक्छौँ करारको सन्दुक चाहिँ 586 ईसापूर्वदेखि हराएको थियो जब दक्षिणी यहुदा राष्ट्र नष्ट भएको थियो जब मन्दिरलाई चाहिँ पूर्ण रूपमा जलाइएको थियो त्यति बेलादेखि यो कहिले पनि फर्केर आइएन न त यसलाई फेरि दोहोऱ्याएर बनाइयो अनि यसलाई हामी कसरी बुझ्छौँ भने यसमा चाहिँ छुटकाराको इतिहासको ऐतिहासिक पाठ छ यसको किन कारणले यस्तो भयो भन्ने कुरा सुरुमा त आजको हाम्रो मुख्य खण्ड यिर्मया 3:16ले भन्छ यी दिनमा जब तिमीहरू देशमा खुब बढेर फैलिनेछौ तब मानिसहरूले फेरि कहिले परमप्रभुका करारको सन्दुक भन्ने छैन परमप्रभु भन्नुहुन्छ त्यसको विचार तिनीहरूका मनमा आउने छैन त्यसको सम्झना नै हुने छैन त्यसको अनुपस्थितिको केही ख्याल रहने छैन त्यो जस्तै अर्को फेरि कहिले बनाइने छैन अब परमेश्वरले यो यिर्मया अगमवक्ताद्वारा यो करारको सन्दुक चाहिँ हराउनेछ फेरि बनाइने छैन र मानिसहरूले यसलाई त्यति धेरै सम्झिने छैनन् यसलाई मिस गर्ने छैनन् यसको बारेमा धेरै चर्चा गर्ने छैनन् भनेर अगमबाडी बोलिसक्नु भएको थियो र योबाट पनि हामी बुझ्न सक्छौँ कि करारको सन्दुक चाहिँ परमेश्वरको इच्छा अनुसार नै परमेश्वरको योजना अनुसार नै हराएको थियो किनभने परमेश्वरले यो हराउनेछ भनेर पहिले अगमबाडी गरिसक्नु भएको थियो अनि यो हराउनेछ र यो फेरि बनाइने छैन भनिसकेको किन त किनभने जसरी म यसलाई याद गर्छु यो करारको सन्दुक चाहिँ एउटा सन्दुक हो को मुख्य विषयवस्तु हो तर जब हामी नयाँ करारको समयमा आउँछौँ करारको पूरक त्यो मुख्य केन्द्रीय वस्तु को हुनुहुन्छ त येशू ख्रीष्ट हुनुहुन्छ नि हैन किनभने हामीले जसै त्यो करारको त्यो मुख्य विषयवस्तु
हराएको देख्छौँ। यसले चाहिँ मानिसहरूलाई यो सिकाउन खोज्दैछ कि हामीले अब भौतिक कुरामाथि, यो संसारिक कुरामाथि केन्द्रित हुनु हुँदैन, तर स्वयं येशू ख्रीष्टमाथि केन्द्रित हुनुपर्छ। येशू ख्रीष्ट स्वयं नै त्यो मुख्य वस्तु हुनुहुन्छ, नयाँ करार हुन्छ। यसै कारणले गर्दा यदि तपाईँले पहिलो कोरिन्थी 11:25 हेर्नुभयो भने यसले भन्छ, त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो। जहिले जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर। यो कुराले हामीलाई बताउँदछ कि अब यो कचौरामा भएको कुरा चाहिँ नयाँ करार हो। येशू ख्रीष्ट नयाँ करार हुनुहुन्छ। अनि पुरानो करारको समयमा त्यो सन्दुकले चाहिँ परमेश्वरको करारको प्रतिनिधित्व गर्थ्यो। तर अब नयाँ करारको समयमा अब त्यो सन्दुक होइन, त्यो त एउटा केवल डब्बा मात्र, बाक्सा मात्र हो। अनि यो त्यसमा भएका थोकहरू संसारको हुन्। तर अब येशू ख्रीष्टले नयाँ करारको प्रतिनिधित्व गर्नुहुन्छ। येशू ख्रीष्ट स्वयं त्यो करार हुनुहुन्छ। येशू ख्रीष्ट स्वयं त्यो हाम्रो करार हुनुहुन्छ, करारको प्रतीक हुनुहुन्छ। यसैले परमेश्वरले अब हामी येशू ख्रीष्टमाथि केन्द्रित भएको चाहना गर्नुहुन्छ। अब हामी यो संसारमा भएको भौतिक थोकमाथि अन्धविश्वास गर्दै हिँड्ने होइन। अब त्यो घाँटीमा लगाएको क्रुसमाथि होस्, चाहे प्रख्यात व्यक्तिहरूले लेखेको र साइन गरेको पुस्तकहरू होस्, अथवा अन्य केही कुरा, त्यो कुराहरू मूर्ति बन्न सक्छ। ती कुराहरू राम्रो हो, बहुमूल्य हुन सक्छ, धेरै राम्रो गिफ्टहरू हुन सक्छ, त्यो महत्त्वपूर्ण कुरा हुन सक्छ, बहुमूल्य कुरा हुन सक्छ। त्यो कुरा म बुझ्छु। तर परमेश्वरले करारको सन्दुकलाई हराउने बनाइदिनु भयो, किनभने त्यो त्यहाँ भएको सन्दुक त्यहाँ भइरह्यो भने त मान्छेहरूले फेरि येशू ख्रीष्टमाथि विश्वास नगर्ला, केन्द्रित नहोला, विशेष गरी है विश्वास गर्ने कुरामा केन्द्रित नहोला। त्यही कारणले गर्दाखेरि परमेश्वरले सायद मोसाको चिहानलाई पनि कतै लुकाउनु भएको हो कि मोसाको चिहान पनि कतै भेटिएको छैन। अनि यो कुरा पनि त्यस्तै छ, मोसाको फेरि मान्छेहरूले त्यो मोसाको चिहान नै मान्छेहरू गइराख्ला, अनि त्यहाँ के छन् भन्ने कुरा खोतालिरहला भनेर नै हुनसक्छ। त्यसै कारण मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरू, आजको दिनमा के कुरा धेरै महत्त्वपूर्ण छ भने करारको सन्दुक चाहिँ महत्त्वपूर्ण छ। त्यो भित्र के छ भन्ने कुरामा त्यो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। त्यही कारणले गर्दा हामी भित्र उहाँलाई निम्त्याउनु पर्ने हुन्छ, उहाँलाई हामीले प्राप्त गर्नुपर्ने हुन्छ। अनि अरू कुरालाई खोज्न, अरू कुरालाई भेट्टाउन तपाईँले छोडिदिनुहोस्। यसको मतलब तपाईँले धेरै असल काम गरेर विभिन्न कुरालाई खोज्ने कुरा नगरिरहनु, तर महत्त्वपूर्ण कुरा यदि तपाईँले त्यो कुरा अब यो करारकै सन्दुकलाई खोज्ने कुरा गरिरहनु भयो भने यो भूगर्भ शास्त्र अनुसार त ठिक होला, तर त्योभन्दा धेरै महत्त्वपूर्ण कुरा हाम्रो करारको सन्दुक जो येशू ख्रीष्ट हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ र हाम्रो लागि पर्याप्त हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि येशू ख्रीष्टलाई हामीले प्राप्त गर्नुपर्ने हुन्छ। येशू ख्रीष्टले हाम्रो त्यो सबैभन्दा पवित्र ठाउँ हुनुहुन्छ, हाम्रो जीवनको केन्द्र हुनुहुन्छ र हाम्रो आत्मिक मन्दिर हुनुहुन्छ।